सभामुख महोदय, रामेछापको ठोसेमा विषम 1921 देखि फलाम खानी तथा प्रशोधन उद्योग सञ्चालन भएको इतिहास छ। त्यहाँ फलामबाट हतियारदेखि कृषि औजारसम्म उत्पादन हुन्थ्यो। आज त्यही ठोसेको फलाम खानी बन्द छ र त्यस बेलाका ऐतिहासिक उपकरण समेत संरक्षणको अभावमा हराउँदै गएका छन्। रामेछापका खेम्ती, सैपु, गेलु, बिजुलीकोट, पकरबास, धारापानी, माकादुम, गागल, नामाडी, पिर्ती, भुजी, दोरम्बा, सुनापति, हिमगङ्गाका क्षेत्रहरूमा तामा खानी सञ्चालन भएको इतिहास छ। खानीका टोपहरू अझै पनि छन्। फलाम र तामासँगै रामेछापका विभिन्न क्षेत्रमा मार्बल, म्याग्नेसाइट, ढुङ्गा खानी र स्लेट लगायत खनिजको सम्भावना पनि प्रचुर रहेको छ। सम्माननीय सभामुख महोदय, देशका विभिन्न भागमा रहेको खनिज सम्पदालाई वैज्ञानिक रूपमा पहिचान गर्यौं, उत्पादन र रोजगारीमा यसलाई जोडौं। साधन र प्रविधि सीमित भएको समयमा हाम्रो पुर्खाले खानी सञ्चालन गरे, तर आज प्रविधि र पुँजी हुँदाहुँदै हामी खनिज आयात गरिरहेका छौं। त्यसैले हाम्रो रामेछापको ठोसे लगायत ऐतिहासिक खानीको पुनर्अन्वेषण गरौं। देशभर वैज्ञानिक खनिज नक्साङ्कन पनि गरौं। सम्भाव्य खानीलाई रोजगारी, आयात प्रतिस्थापन, औद्योगिकरण र समृद्धिको महत्त्वपूर्ण स्रोत बनाऊ। धन्यवाद। जय देश, जय रामेछाप।